म को हुँ, के चाहन्छु र कसरी प्राप्त गर्न सकिन्छ, यसका बारेमा चर्चा गर्ने क्रममा अहिलेसम्म हामीले यही बुझ्यौं कि म शरीर होइन। अहिले त हामीले आफूलाई शरीर नै मानिरहेका छौं। शरीरमा पनि म पुरुष हुँ, म स्त्री हुँ, म युवा हुँ, म वृद्ध हुँ, म यो थरीको हुँ, यो हाम्रो मान्यता हो। तर वास्तवमा म शरीर होइन, किनकि शरीर त परिवर्तनशील छ। म को अनुभूति हामीलाई निरन्तर एकनासको हुन्छ। म तत्व अर्थात आत्मा इन्द्रिय मन बुद्धि भन्दा परको विषय हो। त्यसैले तर्कद्वारा या अन्य उपायद्वारा हामी आत्माको बारेमा जान्न सक्दैनौँ। वेदद्वारा नै आत्माको बारेमा जान्न सम्भव छ। हामीले वेद शास्त्रद्वारा यही बुझ्यौं कि आत्मा नित्य हो, अनादि हो, चेतन हो, दिव्य हो, भगवान को अंश हो। जीवेर स्वरूप है कृष्णेर नित्य दास। चैतन्य महाप्रभु जी भन्नुहुन्छ जीवात्मा को स्वरूप हो भगवान को नित्य दास। हामी भगवान का नित्य दास हौं। किनकि केही बेरमा म सम्झाउने छु। हामी के चाहन्छौं? आनंद, सुख। प्रत्येक व्यक्ति मात्रै होइन, प्रत्येक जीव जन्तु। कुकुरलाई पिटिदिनुस् डन्डाले, भुक्छ, तडपिन्छ र यही भन्छ कि म यो पीडा चाहन्न, कष्ट चाहन्न, म पनि आनन्द चाहन्छु। चराचर जीव सब गोविंद राधे, आनंद ही के हेतु व्यग्र बता दे। चराचर जीव सबै आनन्दकै निम्ति व्यग्र छन्, लागि परेका छन्। आनन्द मिलोस्, सुख मिलोस्। कस्तो आनन्द चाहन्छौं हामी? तीनवटा लक्षणले युक्त आनन्द चाहन्छौं। बिर्सिनु भएको छैन होला। अनन्त मात्राको सुख चाहन्छौं, प्रतिक्षण बढ्दै जाने सुख चाहन्छौं र सधैँ रहिरहने सुख चाहन्छौं। आपसे आप, कसैले हामीलाई सिकाउनु परेन, पढाउनु परेन, ज्ञान दिनु परेन, फकाउनु परेन, जबरजस्ती गर्नु परेन। आपसे आप हामी आनन्द चाहन्छौं, अनन्त सुख चाहन्छौं, बढ्दै जाने सुख चाहन्छौं र सधैँ रहिरहने सुख चाहन्छौं। तर आजसम्म हामीलाई यस्तो सुख मिलेन। सुख त मिल्यो, बारम्बार मिल्यो, हरेक दिन मिल्यो, तर यसको विपरीत स्वभावको सुख मिल्यो। सीमित सुख मिल्यो, घट्दै गयो, समाप्त भयो, हामी फेरि दुखी भयौं। जस्ताको तस्तै दुखी थियौं, फेरि दुखी भयौं। र हामी त्यो दुःख चाहदैनौं, हामी त सुख चाहन्छौं। कहाँ छ त सुख? वेद शास्त्रले बताए कि भगवान नै आनन्द हुनुहुन्छ। ध्यान दिनुहोला, भगवान नै आनन्द हुनुहुन्छ। हामी आनन्द चाहन्छौं, आनन्दका दास हौं। त्यसैले हाम्रो स्वरूप भनेको के हो? भगवानको दासको स्वरूप हो। हामी आनन्दका दास हौं, आनन्द चाहन्छौं। त्यसैले अघि जुन चैतन्य महाप्रभुजीले बताउनु भयो, जीवेर स्वरूप है कृष्णेर नित्य दास, अब बुझ्यौं कि हामी आनन्द चाहन्छौं, आनन्द नै भगवान हुनुहुन्छ। हामी आनन्दका दास हौं, त्यसैले भगवानका पनि दास हौं। निरन्तर दासता गर्दछौं आनन्दको, अर्थात निरन्तर भगवानको दासता गर्दछौं। तर अहिले थाहा छैन, अहिले वास्तविक दास बनेका छैनौं, किनकि हामी आनन्द अन्तै खोजिरहेका छौं। जुन दिन हामी यो निश्चयमा पुग्दछौं भगवान नै आनन्द हुनुहुन्छ, सकियो, अरु केही जान्न बाँकी नै छैन, अरु केही गर्न बाँकी नै रहँदैन,
भगवान नै आनन्द हुनुहुन्छ, त्यसैले भगवानलाई प्राप्त गरेर नै सुखी हुन सकिन्छ। जसरी धनलाई प्राप्त गरेर धनी बन्न सकिन्छ, ज्ञानलाई प्राप्त गरेर ज्ञानी बन्न सकिन्छ, त्यसै गरी सुख अर्थात् भगवानलाई प्राप्त गरेर नै सुखी हुन सकिन्छ। धनलाई प्राप्त गरेर ज्ञानी हुन सकिँदैन। ठीक त्यसै गरी चाहे धन होस्, पद होस्, प्रतिष्ठा होस्, ज्ञान होस्, त्यसलाई प्राप्त गरेर सुखी हुन सकिँदैन। सुखी हुनको निम्ति सुख अर्थात् भगवानलाई नै प्राप्त गर्नुपर्छ। तर वेदशास्त्रले त बताए कि भगवान पहिल्यै प्राप्त हुनुहुन्छ, हामी भित्रै हुनुहुन्छ, यति नजिक हुनुहुन्छ हाम्रो कि सामिप्यता नै लज्जित हुन्छ, त्यति नजिक हुनुहुन्छ, ओतप्रोत हुनुहुन्छ। तर नजानेको भएर हामी त्यो अनन्त आनन्दको लाभबाट वञ्चित छौँ, लाभ लिन सकेनौँ। एउटा गरिब व्यक्तिको खल्तीमा 1 अरबकै चेक होस्, उसलाई थाहा छैन भने त्यसबाट उसले लाभ लिन सक्दैन। नजानेको भएर हामी सँगसँगै भगवान नित्य निरन्तर हुँदाहुँदै पनि केवल मनुष्य शरीरमा नै होइन, यदि भोलि कर्म अनुसार हामी कुकुर बन्यौँ भने भगवान पनि त्यो कुकुरको शरीरभित्र हामीसँगै रहनुहुन्छ। द्वा सुपर्णा सयुजा सखाया समानम वृक्षम परिखस्व जाते, श्वेताश्वतरोपनिषद 4 छ। भगवान हाम्रो नित्य सखा हुनुहुन्छ, किनकि नित्य साथ रहनुहुन्छ। संसारी साथी त केही दिनका हुन्, त्यो पनि स्वार्थी हुन्। हिजो हामीले बुझ्यौँ कि हामी सबै केवल आफ्नो स्वार्थ चाहन्छौँ, आफ्नो सुख चाहन्छौँ, अरूको सुखको निम्ति हामी सोच्नसम्म पनि सक्दैनौँ। त्यसले भगवान नै हाम्रो सखा हुनुहुन्छ, हामी भित्रै हुनुहुन्छ, आनन्द हुनुहुन्छ उहाँ, तर उहाँलाई नजानेको भएर लाभ लिन सकेनौँ। अतः भगवानलाई जान्नु छ। कसरी जान्ने? वेदद्वारा, किनकि त्यो बुद्धिको विषय होइन, बुद्धिभन्दा परको विषय हो। कसैले कुतर्क गर्छन् नि, कहाँ छन् भगवान? छन् भने देखा। यो आँखाले भगवानलाई देख्न सकिने भए पो कसैले देखाउन्? यो बुद्धिले भगवानलाई जान्न सकिने भए पो जान्नु। भगवान दिव्य हुनुहुन्छ, इन्द्रिय मन बुद्धि प्राकृत हुन्। यदि कसैले कानले हेर्ने चेष्टा गर्छ भने त्यो मूर्ख हो। जबकि ध्यान दिनुस्, यहाँ इन्द्रिय पनि प्राकृत हो र विषय पनि प्राकृत हो। जब प्राकृत इन्द्रियद्वारा नै प्राकृत विषय ग्रहण गर्न सक्दैनौँ भने प्राकृत इन्द्रियद्वारा दिव्य भगवानलाई ग्रहण गर्न सम्भव नै छैन। त्यसैले हामी हाम्रो इन्द्रिय मन बुद्धिद्वारा त्यो इन्द्रिय मन बुद्धि भन्दा पर हुनुभएको भगवानलाई देख्न सुन्न जान्न सक्दैनौँ। भगवान फेरि अनन्त विरोधी धर्मको अधिष्ठान हुनुहुन्छ। सानो भन्दा सानो हुनुहुन्छ, सँगसँगै ठुलो भन्दा ठुलो हुनुहुन्छ, न त सानो हुनुहुन्छ न त ठुलो हुनुहुन्छ। जन्म हुन्छ भगवानको, तर जन्म हुँदैन, अजन्मा हुनुहुन्छ। आँखा छैन भगवानको, तर अनन्त आँखा छन्। बिना आँखा पनि फेरि देख्नुहुन्छ, फेरि त्यही आँखाले सुन्नुहुन्छ पनि, सोच्नुहुन्छ पनि, जान्नुहुन्छ पनि। यस्तो विचित्र विचित्र भएकाले भगवानलाई हामी त के ठुला ठुला हस्तीले समेत पनि जान्न सक्दैन। तर यदि जानिएन भने त फेरि कामै बनेन हाम्रो, फेरि दुखी नै हुनेछौँ हामी। त्यसैले जान्नु त छँदैछ। के उपाय छ त भगवानलाई जान्नको निम्ति? केवल एउटा उपाय छ, दोस्रो उपाय छैन, एउटै उपाय छ। दोस्रो उपाय भएको भए ठिक छ, यो बाटो मन परेन अर्को बाटो जाउँला भन्नुहुन्थ्यो, तर एउटै उपाय छ, त्यो हो भगवत कृपा। जसमाथि भगवानले कृपा गरिदिनुहुन्छ, एसाम स एष भगवान दयेदनन्तः सर्वात्मनाश्रित पदो यदि निर्व्यलीकम ते दुस्तरामति तरन्ति च देव मायाम। 2:7-42 भागवत। जब भगवानले कृपा गरिदिनुहुन्छ
तब त्यो जीव चाहे मनुष्य होस्, चाहे जोसुकै होस्, चाहे विद्वान होस्, चाहे मूर्ख होस्, चाहे धनी होस्, चाहे गरीब होस्, जस्तो सुकै होस्, पापी होस् कि दुराचारी होस् कि पुण्यात्मा होस्, यदि भगवानले कृपा गरिदिनु भयो भने अब उसले जान्न सक्छ भगवानलाई। यसको मतलब त सबै भगवानकै हातमा रहेछ, हाम्रो हातमा त केही पनि रहेनछ। कयौं व्यक्तिहरू भगवानलाई आक्षेप लगाउन सक्छन्, जहिले भगवानको इच्छा हुन्छ तैले उहाँले कृपा गर्नुहुन्छ, अनि फेरि म भगवानलाई जान्दछु, अनि प्राप्त गर्छु, अनि सुखी हुन्छु। दोषी त भगवान देखिनु भयो होइन। भगवानको कृपा प्राप्त गर्नको निम्ति भगवानको एउटा शर्त छ, जसले त्यो शर्त पूरा गर्दछ उसमाथि भगवानले कृपा गर्नुहुन्छ। जसले त्यो शर्त पूरा गर्दैन, हामी जस्तै उनीहरूमाथि भगवानको कृपा हुँदैन। तुलसीदासजी, सूरदासजी इत्यादि अनेकौं अनन्त सन्तहरू भए जसमाथि भगवानले कृपा गरिदिनु भयो। उनीहरूले भगवानलाई जाने, प्राप्त गरे, सुखी भए। हामीले भगवानलाई जानेनौँ, प्राप्त गरेनौँ, सुखी भएनौँ, किनकि हामीमाथि भगवानको कृपा भएन, किनकि हामीले त्यो शर्त पूरा गरेनौँ। र त्यो शर्तको नाम हो शरणागति। हिजो हामीले वेद, पुराण, गीता, रामायण, अन्य धर्ममा पनि शरणागति अनिवार्य हो भनेर बताइएको छ भन्ने बुझौँ। अनिवार्य हो शरणागति। पहिले भगवानको शरणमा जानुपर्छ, अनि भगवानले कृपा गर्नुहुन्छ। शरणागति केले गर्ने हो? भगवानको शरणमा केले जाने हो? मनले। यद्यपि अन्तःकरणका चारवटा नाम छन्, मन, बुद्धि, चित्त र अहंकार। यहाँहरूले सुन्नुभयो होला, मन हुन्छ एउटा, एउटा बुद्धि हुन्छ, एउटा चित्त भनिन्छ, एउटा अहंकार भनिन्छ। जेले हामी सोच्दछौँ यो रातो हो कि पहेँलो हो, यो मन हो, संकल्प विकल्प जसले गर्दछ। त्यही मनको अर्को स्वरूप जसले निर्णय दिन्छ त्यसलाई भनिन्छ बुद्धि। यो रातो अथवा यो पहेँलो, यो निर्णय कसले दिन्छ? बुद्धिले। र हाम्रा जुन यादहरू भण्डारण भएर बस्छन्, हाम्रा संस्कारहरू जेमा भण्डारण हुन्छ, मनको त्यो स्वरूपलाई भनिन्छ चित्त। र मनको त्यो स्वरूप जसलाई अहिले हामीले आफूलाई म भनेर मानिरहेका छौँ त्यसलाई भनिन्छ अहंकार। यी मनका चारवटा स्वरूप हुन्, तर भगवानले गीतामा दुईटा महत्त्वपूर्ण बताउनु भएको छ। मय्येव मन आधत्सो मयि बुद्धिं निवेशय, 12:8 गीता। र यसमा चाहे मन भनौँ, चाहे मन र बुद्धि भनौँ, एउटै कुरा हो। त्यही मनले नै भगवानको शरणमा जानुपर्ने हो। भगवानको विग्रहको अगाडि लम्पसार पर्नु, गुरुको अगाडि लम्पसार पर्नु, यसको खासै महत्त्व छैन। किनकि यो शरीरको कार्य भयो नि त। शरीरले शरणमा गएर हुँदैन, मनले हो शरणमा जानुपर्ने। र मनले शरणमा जानुपर्ने भएको हुनाले जे जति साधना हो आध्यात्मिक, अध्यात्म सम्बन्धी, ती सबै मनले नै गर्नुपर्छ। हातले पूजा गर्यौँ, हातले थपडी बजायौँ, मुखले कीर्तन गायौँ, हातले माला जप्यौँ, आरती घुमायौँ, यसको कुनै पनि महत्त्व छैन विशेष। अब केही नगर्नुभन्दा त, गधा गधा भन्नुभन्दा त राम राम भनेकै राम्रो। तर मनको लगाव हुनु पर्यो। मिलैन रघुपति बिनु अनुरागा, तुलसीदासजी महाराज भन्नुहुन्छ, जबसम्म मनको अनुराग हुँदैन तबसम्म भगवान मिल्नुहुन्न। त्यसैले शरणागति मनले गर्नुपर्छ। यो एटोमिक वाक्य हो, याद गर्नु होला। जति पनि साधना हुन् मनले गर्नुपर्छ। अस्तु, अब यहाँनेरि भगवानको शरणमा गएर नै भगवानले कृपा गर्नुहुँदो रहेछ। यसको मतलब भगवान पनि व्यापारी हुनुहुँदो रहेछ। सन्तहरू, भक्तहरू त भगवानको बढाई चढाई गर्दै बिनुहेतु स्नेही, अकारण कृपालु, बिना कारण दयालु, करुणा वरुणालय इत्यादि शब्दहरूको प्रयोग गर्छन्।
तर हेर्दाखेरि त व्यापार देखियो, हामी भगवानको शरणमा गयौँ, भगवानले हामीमाथि कृपा गर्नुभयो। यसको हामीले हिजो समाधान गर्यौँ कि यो शरणागतिको अभिप्राय हो केही पनि नगर्नु। दुई प्रकारका कर्म हुन्छन्, कार्य हुन्छन्, एउटा राम्रो एउटा नराम्रो। राम्रो कर्म पुण्य कर्म गरियो भने स्वर्ग मिल्छ, नराम्रो कर्म गरियो भने नरक मिल्छ। नरक पनि जेल हो, माया भित्रकै हो, र स्वर्ग पनि जेल नै हो। अब कसैलाई पक्रिएर लाँदाखेरि फलामको हदगडीले बाँधेर लग्यो रे, कसैलाई सुनको हदगडीले बाँधेर लिएर गए रे। हदगडी त हदगडी नै हो नि। राख्ने बेलामा पनि कसैलाई साधारण जेलमा राख्यो, कसैलाई अलिकति सुविधायुक्त जेलमा राख्यो, जेल त आखिरी जेलै हो। त्यसैले नरक पनि यो मृत्युलोक पनि स्वर्ग पनि जेल नै हो, मायाकै क्षेत्र हो, संसारकै क्षेत्र हो। त्यसैले राम्रो कर्म गरे पनि नराम्रो कर्म गरे पनि यी दुवै पाप हुन्, ध्यान दिनुहोस्। पुण्य पनि पाप नै हो, पाप त पाप हो नै, किनकि दुवैको फल माहिक फल नै हो। त्यसैले पुण्य कर्म पनि गर्नु भएन, पाप कर्म पनि गर्नु भएन। जसले केही पनि गर्दैन, बस उसमाथि भगवानको कृपा हुन्छ। केही नगर्ने रूपी शर्तद्वारा भगवानको कृपा मिल्ने भएको हुनाले भगवान बिना कारण करुणा वरुणालय नै हुनुहुन्छ, यो सिद्ध भयो। तर यो मनको स्वभाव के हो भने केही नगरिरहन सक्दैन मन। मन चञ्चल हुन्छ, आपसे आप नहीं कश्चित क्षणमपि जातु तिष्ठत्य कर्मकृत। गीताको सिद्धान्त हो 3:5 कि कोही पनि अकर्मा रहन सक्दैन, किनकि यो मन नै यस्तो मसिन हो जो निरन्तर केही न केही गरिरहन्छ। त्यसो त योगीहरू प्रयत्न गर्दछन्, म चित्तवृत्तिको निरोध गर्दछु, मनमाथि निग्रह गर्दछु, तर सम्भव छैन। फेरि के उपाय छ त? भगवानले एउटा सरल उपाय बताइदिनु भयो। हेर, यसो गर, नित्य निरन्तर मन ममा लगा। किनकि भगवानमा जुन हामी मन लगाउँछौँ त्यो राम्रो कर्म पनि होइन, नराम्रो कर्म पनि होइन। त्यो राम्रो नराम्रो भन्दा परको निर्गुण कार्य हो, भक्ति हो। त्यसो गर्नाले के हुन्छ? अब त्यो राम्रो पनि भएन अर्थात् स्वर्ग पनि मिल्दैन, नराम्रो पनि भएन अर्थात् नरक मृत्युलोक पनि मिल्दैन। अब के मिल्छ? भगवान मिल्नुहुन्छ। त्यसैले नित्य निरन्तर मन भगवानमा लगाउनु छ। यो स्थितिको नाम हो शरणागति। जुन स्थितिमा पुगेर हामीमा भित्र कुनै अभिमान नै रहँदैन, हामी निर्बल बन्दछौँ, एउटा भर्खरै जन्मिएको बालक जस्तै। यी शरणागतिका स्थितिका बारे पनि हामीले बुझौँ। हिजो बताइएको थियो नि, द्रौपदीको प्रसङ्ग बताइएको थियो, एउटा नवजात शिशुको प्रसङ्ग मैले बताएको थिएँ। त्यसद्वारा शरणागतिको स्थिति सम्झाउने प्रयत्न गरेको थिएँ। त्यसैले त्यो स्थितिमा हामी पुग्नु छ, निर्बल स्थिति र निरन्तर मन भगवानमा लागोस्, यो स्थिति। अब यहाँसम्म त हामीले चर्चा गरिसक्यौँ। अब ध्यान दिनुहोस्, यो त हामीले बुझ्यौँ कि नित्य निरन्तर मन भगवानमा लगाउनु पर्छ, अनि बल्ल भगवान मिल्नुहुन्छ। किनकि त्यो स्थितिमा पुगेपछि हामी शरणागत हुन्छौँ भगवानको, भगवानले कृपा गर्नुहुन्छ, अनि भगवान मिल्नुहुन्छ, त्यो अनन्त आनन्द मिल्छ। कयौँ व्यक्तिहरूको मनमा एउटा गलत विश्वास गाडिएको छ, गलत ज्ञान। त्यो के हो भने यो निरन्तर मनसन लगाउनु पर्दैन। भगवानले गीतामा बताउनु भएको छ, अन्तकाले च मामेव स्मरण मुक्त्वा कलेवरम। अन्तिम अवस्थामा मेरो स्मरण गरेर जसले शरीर त्याग गर्छ, बस त्यसलाई म प्राप्त गर्दछु। किनकि सिद्धान्त के हो भने यम यम वापि स्मरण भावम त्यज्यत्यन्त कलेवरम तम तमेवैति कौन्तेय। यो सिद्धान्त हो, गीता 8:5-8 छ। यदि मृत्युको अवस्थामा
तमोगुणी व्यक्ति वस्तुमा मन रह्यो भने नरक मिल्छ, रजोगुणी व्यक्ति वस्तुमा मन रह्यो भने यो मृत्युलोकमा कुकुर बिरालो इत्यादि बन्नुपर्छ। मानव शरीर मिल्दैन, किनकि मानव शरीरको दुर्लभताको बारेमा त मैले पहिले बताइसकेको छु। यो त कबहु करी करुणा नरदेही। र यदि सात्विक व्यक्ति अर्थात् देवता स्वर्गका र सात्विक विषयमा मन रह्यो भने स्वर्ग मिल्छ, र यदि भगवानमा मन गयो भने भगवान मिल्नुहुन्छ। यो सिद्धान्तलाई व्यक्तिहरूले यति गलत ढङ्गले बुझेका छन्, वास्तवमा बुझाइदिने व्यक्ति नभएर पनि हो। अलिकति धार्मिक विषयको बारेमा जानकारी लिनु पर्यो भने व्यक्तिहरू के गर्छन्, टिभीमा गएर भागवत कथा सुन्छन् प्राय, या कहीँ भागवत सुन्न जान्छन्। त्यहाँ के बताइन्छ, एउटा अजामिलको प्रसङ्ग आउँछ। अजामिलले मर्ने बेलामा छोरालाई ए नारायण भनेर बोलाएका थिए, सुन्नुभयो होला यो। त्यसैले त्यही मर्ने बेलामा नारायण छोरालाई सम्झेर बोलाएको अझ, त्यसैको भरमा अजामिलको कल्याण भयो, यो बताउँछन् व्यक्तिहरू। त्यसले गर्दा भ्रमित हुन्छन् र यही ठान्दछन् कि अहिले त के छ र, खुब मोज मस्ती गरौँ, जे मन लाग्छ त्यही गरौँ, मर्ने बेला एकचोटि नारायण भन्ने त हो, भनिदिउँला नि। यो गलत ज्ञान हो, ध्यान दिनुहोस्। सबैभन्दा पहिले त अजामिलको प्रसङ्ग पनि बुझ्न जरुरी छ। अजामिल धर्मात्मा थिए, वेदज्ञ थिए, उच्च कक्षाका साधक थिए। एक दिन जङ्गलमा एउटा वेश्याले एउटा पुरुषसँग विषय भोग गरेको देखेर एक क्षणको कुसङ्गले गर्दा अजामिलले त्यही सोचे, त्यही चीज मनमा बारम्बार आयो, त्यही कामना उत्पन्न भयो, त्यही वेश्यासँग विवाह गरे, पुत्र भए कयौं। अब उनको साधना फेरि जागृत भयो, जसको प्रभावले कुनै सन्त उहाँको घरमा आउनुभयो र एउटा बालक थियो, कान्छो छोरा, उसको नाम नारायण राख भनेर जानुभयो। एक पटक अब मृत्युको समय जस्तै आयो, त्यति बेला विष्णुदूत र यमदूत आए। दुवैको बीच त्यहाँ शास्त्रार्थ भयो, झगडा भयो कसले लिएर जाने भनेर। जसलाई देखे अजामिलले, अब होस आयो। अहिलेसम्म बेहोसीमा थिए, विषय भोगको नशामा थिए, अब होस आयो कि ओहो म त यस्तो साधक पो थिएँ। ध्यान दिनु होला, त्यति बेला यद्यपि छोरालाई नारायण भनेर बोलाए, डराइस् कि यो जुन यमदूतहरू भयानक छन्, तैँले पनि देखिस् होला, डराइस् कि भनेर नारायण भनेका थिए। यसको खासै विशेष भूमिका छैन। उनको जुन जीवनभरिको साधना हो, त्यो साधनाको प्रतापले गर्दा उनले यो देखे। उनको मृत्यु आइसकेको थिएन। कहिलेकाहीँ व्यक्तिहरू छटपटाउँछन्, कुनै रोग लाग्छ, कोमामा पुग्छन्, त्यस्तै स्थितिमा उनले देखेर उनको होस आयो। अनि उनले घर छाडे, गए हरिद्वार गङ्गाजीको किनारमा। त्यहाँ महिनौसम्म साधना गरे, भक्ति गरे, अनि भगवानलाई प्राप्त गरे अन्तिममा। यो हो पुरा स्टोरी, कथा। यो नसोच्नु होला कि अन्तिममा राम भनिदिउँला। व्यक्तिहरू यही प्रयत्न गर्छन् नि, मर्न लाग्छ भने आमा नारायण भन्नुहोस्, मुखमा गङ्गाजल हालिदिन्छन्, वरिपरि फोटो लगाइदिन्छन्, यसबाट केही पनि हुँदैन। केही पनि हुँदैन भन्नाले सामान्य प्रभाव पर्छ अन्तःकरणमा, तर त्यो हुँदैन जुन हामी ठान्दछौँ। अब यो मृत्यु कसरी हुन्छ यसलाई पनि बुझौँ। यहाँनिर एउटा व्यक्तिलाई पिट्दै गयौँ, सुरुमा दुख्छ। यदि कसैले पिटाइ खाएको अनुभव छ भने उहाँलाई थाहा छ। कहिलेकाहीँ आन्दोलनमा जाँदाखेरि पुलिसले पिट्छ नि, कसैको अनुभव छ भने उहाँहरूलाई थाहा छ कि सुरुमा दुख्छ, तर बिस्तारै दुख्न छाड्छ जति पिटे पनि। अब अचेत हुन्छ, अझै पिटिरह्यो भने अब त झन् दुख्दैन, थाहै हुँदैन अब पिटेको। तर अझै पिटिरह्यो भने अब ऊ मर्छ। कुरा बुझ्नुभयो? दुखाइको एउटा सीमामा पुगेपछि व्यक्ति अचेत हुन्छ, त्यसपछि अर्को एउटा स्थितिमा पुगेपछि बल्ल उसको मृत्यु हुन्छ। जब व्यक्ति अचेत हुन्छ त्यसपछि त्यो जीवात्माको मन बुद्धिसँग कुनै कनेक्सन नै हुँदैन। ध्यान दिनुहोस्, किनकि अब त अचेत भयो नि, मूर्छित भयो नि त।
अब त उसको मन बुद्धि निष्क्रिय भयो। मानिलिनुस् अहिले अचेत भयो, 5 मिनटपछि मृत्यु भयो। अब यो 5 मिनटसम्म त उसको मन बुद्धिमाथि नियन्त्रण त छैन नि त। त्यसैले जति बेला ऊ मर्यो 5 मिनट अचेत भएको 5 मिनटपछि के त्यसले नारायण राम केही भन्न सक्छ? सक्दैन। त्यसैले मर्ने बेलामा भगवानको नाम त कसैको पनि निस्किँदैन, किनकि मर्नुभन्दा पहिले नै चाहे जसरी सुकै जोसुकै व्यक्ति मरोस् त्यो अचेत भइसकेको हुन्छ। मर्नुभन्दा पहिले नै व्यक्ति अचेत हुन्छ। किनकि म यहाँ यसकारण यो बताउन जाँदैछु, हाम्रो शास्त्रको सिद्धान्त गलत त हुन सक्दैन नि। फेरि यदि मैले यत्तिकै छोडिदिएँ भने भगवान श्रीकृष्णले जुन बताउनु भएको छ अन्तकाले च मामेव भन्ने त्यो सिद्धान्त गलत हुन जान्छ। त्यसले त्यसलाई पनि सही सिद्ध गर्न जरुरी छ। मृत्युभन्दा पहिले नै अचेत भइसक्ने हुनाले मृत्युको समयमा हामी राम कृष्ण केही भन्न नै सक्दैनौँ। यो पहिलो कुरा बुझ्नुपर्ने। दोस्रो कुरा, मृत्यु कति बेला हुन्छ केही पनि थाहा छैन। कसैलाई थाहा छ र मेरो मृत्यु यतिखेर हुन्छ भनेर? बेलुका सुत्या चाहिँ एकदम नसामा पार्टी सार्टी गएर खुब पिएर आएर राति नै हार्ट अट्याक भयो मर्यो, या हिँड्दै थियो मोटरसाइकलमा पछाडि एउटा ट्रकले ठक्कर दियो मर्यो, त्यही को कतिखेर मर्छ केही त थाहा छैन। त्यसैले मर्ने बेलामा भगवानको नाम लिउँला भनेर बस्नु जस्तो मूर्ख सिद्धान्त दोस्रो हुन सक्दैन। अब यसको विज्ञान बुझ्नुहोस्। जब व्यक्ति अचेत अवस्थामा पुग्छ, चाहे रोग लागेर मर्दाखेरि होस् या दुर्घटनामा मर्दाखेरि होस्, एउटा जुन पोइन्टमा ऊ अचेत हुन्छ, त्यो अचेत हुने बेलामा मन आपसे आप त्यो विषयमा जान्छ जुन विषयमा उसको घोर आसक्ति हुन्छ जीवनभरिको। कुरा बुझ्नुभयो? मानिलिनुस् कसैको जीवनभरिको सबैभन्दा आसक्ति घरमा रहेछ भने त्यो मर्ने बेलामा, त्यो मर्नुभन्दा पहिले जब ऊ अचेत हुन्छ, त्यो अचेत अवस्थामा जाँदाखेरि उसको मन आपसे आप त्यो घरमा पुग्छ, आपसे आप। अचेत अवस्थामा जाँदा जाँदै मन घरमा पुग्यो, अचेत भयो, मर्यो। कसैको आसक्ति श्रीमतीमा होला, मन श्रीमतीमा गयो, अचेत भयो, मर्यो। जीवनभरि हामी मन विभिन्न विषयमा लगाउँछौँ, त्यो क्रममा जहाँ हाम्रो सबैभन्दा प्रमुख आसक्ति हुन्छ त्यही मन आपसे आप जान्छ। त्यसैले मृत्युपछि त्यही वस्तु उसलाई प्राप्त हुन्छ। घरमा आसक्ति रहेछ भने मरिसकेपछि त्यही घर प्राप्त हुन्छ। कसरी? मनुष्य बनेर होइन, सर्प बनेर हुन सक्छ, त्यही घर मुनि रहन सक्छ, या कुनै उपायद्वारा हुन सक्छ। यो हो विज्ञान। मर्ने बेलामा, मृत्युको क्षणमा त्यसैले भगवानको नाम लिन सक्छ जसले मर्नुभन्दा पहिले जीवन छँदा छँदै भगवानलाई प्राप्त गरेको हुन्छ। कुरा बुझ्नुभयो? भगवान भनेको मरिसकेपछि प्राप्त गर्ने चिज होइन, त्यो सपना होइन। भगवान जीवित अवस्थामा नै मिल्नुहुन्छ। जसरी ध्रुवजीलाई मिल्नुभयो, प्रहलादजीलाई मिल्नुभयो, अनन्त सन्तहरूलाई मिल्नुभयो। उहाँहरूको मृत्युको समयमा स्वतः आफ्नै इच्छाले प्राण त्याग गर्नुहुन्छ। र कसरी मर्नुहुन्छ, कसरी जानुहुन्छ, कसरी शरीर त्याग गर्नुहुन्छ? यमराज आउँछन्। हाम्रो निम्ति त यमराज पनि आउँदैनन्, यमदूत आउँछन्। यमदूत नै काफी छ। यमदूतले हाम्रो शरीरबाट सूक्ष्म शरीर तानेर लिएर जान्छन्। तर जो स्वर्गका देवता हुन् उनीहरूको प्राण यमदूतले लैजान सक्दैनन्, यमराज चाहिन्छ। त्यहाँ उच्च कक्षाका जो साधक हुन् उनीहरूको निम्ति पनि यमराज नै चाहिन्छ, यमदूतले सक्दैन। तर भक्तहरूको, स्वर्गका देवताहरूको त यमराजले जबरजस्ती खिचेर लैजान्छन्। तर भक्तहरूको अगाडि गएर यमराजले प्रार्थना गर्दछन्। जसरी भगवान रामको अगाडि प्रार्थना गरे नि यमराजले, यहाँहरूले सुन्नुभयो होला। यमराज गएका थिए भगवान रामको दरबारमा, प्रार्थना गरे कि प्रभु हजुरले 11,000 वर्ष तय गरेर आउनु भएको हो, समय सकिएको छ, म हजुरको दास हुँ, याद दिलाउन आएको। हजुरको इच्छा छ भने अरू रहनुहोस्, हजुरकै संसार हो, तर मैले आफ्नो दासको कर्तव्य पालन गरेको हुँ भनेर प्रार्थना गर्दछन्। त्यसैगरी भक्तहरूको अगाडि पनि प्रार्थना गर्दछन् यमराजले।
अनि भक्तहरूले यमराजको शिरमाथि आफ्नो चरण राखेर भगवानको विमानमा बस्नुहुन्छ। यसरी भगवानको धाममा जानुहुन्छ। त्यसैले उहाँहरूले अन्तिममा भगवानको नाम लिन सक्नुहुन्छ, हामीले सक्दैनौँ। हाम्रो त कुरा छोडिदिनुस्। कोटि कोटि मुनि यत्न कराई अन्त राम कही आवत नाही। तुलसीदास जी महाराज भन्नुहुन्छ, करोडौं मुनिहरूले यत्न गर्दछन् भगवानको नाम लिनको लागि अन्तिममा, तर सक्दैनन्। मुनि भन्नाले मैले एक दिन यहाँ 5वटा कोष हुन्छन् भनेर बताएको थिएँ। भगवान र हाम्रो बीचमा 5वटा पर्दा हुन्छन्, अन्नमय कोष, प्राणमय कोष, मनोमय कोष। यी 3वटालाई जसले पार गरेका छन् करोडौं जन्मको साधनामा, करोडौं जन्मको साधनाद्वारा जसले यी 3वटा स्थितिलाई पार गरे, मुनि बने, ती मुनिहरू जसको बसमा मन हुन्छ उनीहरू समेत अन्तिममा भगवानको नाम लिन सक्दैनन्। भोला भाला बिचारा हामी कसैले सुनाइदियो अन्तिममा भगवानको नाम लिए हुन्छ भनेर हामी त्यही भरोसामा छौँ। त्यसैले भगवानले बताउनु भयो, तम तमेवैति कौन्तेय सदा तद्भाव भावित। 8:6 सदा भगवानमा मन लगाओ, तस्मात् सर्वेषु कालेषु माम अनुस्मर। 8:7 गीता, नित्य निरन्तर भगवानको स्मरण गर। ठीक यहाँसम्म हामीले बुझ्यौँ। भगवानको नित्य निरन्तर स्मरण गर्नु छ, यही शरणागति हो। यो स्थितिमा पुग्यौँ भने भगवानको कृपा मिल्छ हामीलाई, अनि भगवानलाई जान्दछौँ, अनि त्यो अनन्त आनन्द मिल्छ। अब हामी त गृहस्थमा छौँ, निरन्तर भगवानमा मन लगाएर हाम्रो त कामकाज नै चल्दैन। अब उपाय के हो त? अब यसको बारेमा बुझ्नको लागि म 2टा शब्द प्रयोग गर्दैछु। त्यो 2टा शब्द यहाँहरूले याद गर्नुहोला र त्यसको रहस्य पनि बुझ्नुहोला। एउटा हो इन्द्रिय मन बुद्धि युक्त कर्म। फेरि सुन्नुहोस्, इन्द्रिय मन र बुद्धि युक्त कर्म अर्थात् त्यस्तो कर्म जहाँ हामी इन्द्रिय मन बुद्धि सबैको प्रयोग गर्दछौँ। अर्को हो इन्द्रिय मन बुद्धि आसक्ति युक्त कर्म। यहाँ एउटा आसक्ति शब्द माथि छैन, तल छ। इन्द्रिय मन बुद्धि युक्त कर्म, इन्द्रिय मन बुद्धि आसक्ति युक्त कर्म। अब यी 2टा कर्म बुझ्नको लागि केही म दृष्टान्त दिन जाँदैछु। यहाँहरू ब्याङ्कमा जानुहुन्छ पैसा जम्मा गर्न अथवा निकाल्नको लागि। त्यहाँ हजुरले पैसा दिनुभयो भने त्यो क्यास काउन्टरमा बस्ने व्यक्तिले मजासँग पैसा गन्छ नि, हैन? पैसा गन्छ, भेरिफाई गर्छ, हजुरलाई स्लिप दिन्छ, राख्छ पैसा। त्यो पैसा पाउँदाखेरि उसको अनुहारमा खुसी देख्नु भएको छ र हजुरले? छैन नि। अथवा पैसा दिन्छ 10 लाख रुपियाँ 20 लाख रुपियाँ कति हो उसले दिन्छ, त्यो 10 लाख रुपियाँ दिँदाखेरि उसको अनुहारमा दुःख देख्नुहुन्छ र ला 10 लाख दिनु पर्यो भनेर? किनकि त्यो पैसामा उसको आसक्ति हुँदैन। उसले कर्म गरेको छ, ध्यान दिनुस्। मन बुद्धि लगाएको छ। मन बुद्धि लगाएन भने त एउटा नोट मात्रै तलमाथि पर्यो भने त उसले आफ्नो खल्तीबाट तिर्नुपर्ने हुनसक्छ नि। मन बुद्धिको प्रयोग छ त्यहाँ, तर आसक्ति छैन। त्यसै गरी अस्पतालमा परिचारिकाले बिरामीहरूको सेवा गर्छिन्। त्यति बेला मन बुद्धि लगाउँछिन् नि, के रोग हो, त्यसको औषधि के बताएको छ डाक्टरले, त्यस अनुसार कति कति बजे लिनुपर्ने, त्यो लिएको छ कि छैन, अरू के सुविधा यसलाई चाहिन्छ, के भइरहेको छ, सबै याद पनि गर्नुपर्छ, विचार गर्नुपर्छ, उसको सेवा गर्नुपर्छ। मन बुद्धिको त प्रयोग छ त्यहाँ, तर आसक्ति छैन। मानिलिनुस् उसको हेरचाहमा एउटा बच्चा थियो, मर्यो भने उसलाई त्यो भित्र पीडा हुँदैन नि। मानवताको स्वाभाविक गुण अनुसार दयाको भावना प्रकट गर्ली आमा बुवालाई कि अब यस्तै हो, सकिएन, अथवा भगवानको यही इच्छा होला, अनेक प्रकारले सम्झाउन पनि प्रयत्न गर्ली, तर भित्रबाट पीडा हुँदैन उसलाई। बाहिर निस्किनासाथ फेरि अर्को बिरामीलाई को हेरचाह गर्न थालिहाल्छ, अघिको बच्चा मरेको कुराले उसको मन बुद्धिलाई असर गर्दैन। यहाँ जुन ब्याङ्कको क्यासियरको कर्म, त्यो परिचारिकाको कर्म, नर्सको कर्म,
यो इन्द्रिय मन बुद्धि युक्त कर्म। अब ध्यान दिनुस्, त्यही क्यासियरको बेलुका फर्किँदाखेरि 1000 रुपियाँ हरायो भने अब उसलाई पीडा हुन्छ नि। त्यही नर्सको आफ्नो छोरा मर्नु पनि पर्दैन, सिरियस बिरामी भयो भने अब उसलाई तडपन हुन्छ नि। सेवा त उसले आफ्नो छोराको पनि गर्छ, तर उसले आफ्नो छोराको जुन सेवा गर्छ त्यो इन्द्रिय मन बुद्धि आसक्ति युक्त कर्म। एउटा व्यक्ति कसैको घरमा खाना बनाउँदो रहेछ। खाना बनाउने क्रममा अब परिवार सानो थियो, एउटा श्रीमती थिए, एउटा छोरा थियो। एक दिन श्रीमान आएछ विदेशबाट। श्रीमतीले सोची मेरो श्रीमानको यो फेभरेट डिस हो, यो परिकार उहाँ रुचाउनुहुन्छ, त्यो म बनाउँछु भनेर उसलाई भने आज यो तयार गर्नु भनेर। उसले सबै तयार गर्यो। राति अबेर भयो। भोजन जब श्रीमानले प्राप्त गर्यो, श्रीमतीले सोधी कस्तो बन्यो भोजन, कस्तो लाग्यो? उसले भन्यो एकदम स्वादिष्ट छ। भोलिपल्ट श्रीमतीले आफैले बनाई, तिनै परिकार बनाई, पस्की खुवाई, सोधी कस्तो लाग्यो? उसले भन्यो मिठो छ, स्वादिष्ट छ। दुवैले एउटै कर्म गरे नि, भोजन बनाउनु। त्यो नोकरले पनि त्यही गर्यो, श्रीमतीले पनि त्यही गरी। तर नोकरको जुन भोजन बनाउने कर्म हो इन्द्रिय मन बुद्धि युक्त कर्म हो, उसको त्यहाँ आसक्ति छैन। श्रीमतीको कर्म के हो? इन्द्रिय मन बुद्धि आसक्ति युक्त कर्म। नोकरको आसक्ति कहाँ छ? आफ्नै घर परिवारमा छ, त्यहाँ छैन उसको आसक्ति। त्यसैले हामीले पनि संसारमा विभिन्न ठाउँमा विभिन्न क्षेत्रमा इन्द्रिय मन बुद्धि युक्त कर्म गर्दछौँ, गर्ने हाम्रो बानी छ। आसक्ति रहित कर्म गर्ने बानी छ हाम्रो। तर केही ठाउँमा हामी आसक्ति युक्त कर्म गर्दछौँ। त्यसैले भगवानले हाम्रो स्थितिलाई विचार गरेर हामीलाई यो स्वतन्त्रता दिनुभएको छ कि इन्द्रिय मन बुद्धि संसारलाई देऊ, तर आसक्ति ममा राख, भगवानमा राख। मन को आसक्ति कहाँ राख्नु पर्यो? भगवानमा। इन्द्रिय मन बुद्धि पनि कसलाई दिए भो? संसारलाई दिए भो। ध्यान दिनु होला। अर्जुनले के इन्द्रिय मन बुद्धि नै श्रीकृष्णलाई दिइरहेका थिए र पछि गीता सुनिसकेपछि दिएनन् नि त? सोच्नुहोस्, युद्ध गर्नु पर्यो, यहाँ त मर्ने र मार्ने कुरा हो नि। बाणको निशाना लगाउनु पर्यो। यदि यहाँनेरि 1 डिग्री तलमाथि भयो भने वहाँ 100 फिट पर जाँदाखेरि त कति तलमाथि हुन्छ। निशाना लगाउनु पर्यो, उसले कुन अस्त्र प्रहार गर्दैछ त्यस अनुसारको आफ्नो हुनु पर्यो, उसको रणनीति बुझ्नु पर्यो, आफ्नो सेनाको स्थिति के छ बुझ्नु पर्यो। कति धेरै कार्य हुन्छन् नि। के मन बुद्धि बिना ती सबै काम हुन्छ र? हुँदैन। तर अर्जुनको आसक्ति कहाँ थियो? भगवानमा थियो। त्यसैले आसक्तिलाई त्याग गरे पुग्छ। कुरा बुझ्नुभयो? भगवानको शरणमा जानुको मतलब हाम्रो जुन संसारी विषयहरूको आसक्ति हो त्यसलाई त्यागे पुग्छ। आसक्तिलाई त्याग गर्नुको अभिप्राय अर्थात् आसक्तिलाई त्याग गर्नुको मतलब नै शरणागति हो। यति हामीले बुझ्यौँ। यहाँसम्म कुनै सन्देह छैन। अब एउटा सन्देह अर्को हुन सक्छ। गीतामा त भगवानले धर्मको त्याग गर्नु अनि शरणमा आउनु भन्नुभएको छ। गीता कसले पढ्नु भएको छ? हात उठाउनुहोस्। गीताको 18औं अध्यायको 66औं श्लोक, यसलाई गीताको सार पनि मानिन्छ, जहाँ भगवानले बताउनु भएको छ सर्वधर्मान परित्यज्य मामेकम शरणम व्रज। सब धर्मलाई त्याग गरेर मेरो शरणमा आऊ। अब यसको अर्थ कयौं व्यक्तिहरू यहाँहरूले पनि प्रयत्न गर्नुभयो होला बुझ्नलाई, अनेक अनुवादहरू या भावार्थहरू पनि पढ्नुभयो होला र मलाई लाग्छ सायद सही अर्थ यहाँहरूले आजसम्म बुझ्न पाउनु भएको छैन। जुन सिद्धान्त म यहाँ बताउँदैछु त्यो सिद्धान्त अनुसार त आसक्ति त्यागेर भगवानको शरणमा जाने हो। तर भगवानले गीतामा जे बताउनु भएको छ त्यसलाई बुझ्दाखेरि त धर्मलाई त्यागेर भगवानको शरणमा जाऊ भन्ने अभिप्राय निस्किन्छ। कयौं व्यक्तिहरूले त्यसैले यसलाई छेपक पनि मान्दछन्।
किनकि भगवानले पहिले त खूब धर्मको तारिफ पनि गर्नुभएको छ। आफ्नो धर्मको रक्षाको निम्ति यदि प्राण नै गएछ भने पनि ठिक छ भनेर भन्नुभएको छ। स्वधर्मको निम्ति निधन पनि श्रेयस्कर हो। अस्तु, अब यसको रहस्य पनि बुझिहालौँ, नत्र यो क्वेसन पछि कुनै न कुनै बेला आउँछ। तपाईले त आसक्ति त्यागेर सब कर्म गर्दा हुन्छ अनि यही नै भगवानको शरणागति हो भन्नुभयो। भगवानले त गीतामा धर्मलाई त्यागेर आऊ भन्नुभएको छ। अब थोरै गीताको बारेमा बुझौँ। गीताको सुरुवात कहाँबाट भयो? युद्ध भूमिमा जब अर्जुनले देखे मैले कसलाई मार्नुपर्ने रहेछ अनि उनले विचार गरे कि युद्ध भयो भने त यी सब मर्छन्। मरिसकेपछि यिनीहरूका स्त्रीहरू विधवा हुन्छन्। विधवा भएपछि चरित्रहीन हुन्छन्, क्यारेक्टरलेस हुन्छन्। त्यसपछि वर्णसङ्कर हुन्छ अनि पाप नै पाप हुन्छ। म यो पाप चाहन्न, म त धर्म चाहन्छु, त्यसैले म युद्ध गर्दिनँ। सकियो गीताको पहिलो अध्याय। दोस्रो अध्यायको 9औं श्लोकसम्म यही छ। अब भगवानले सम्झाउनुहुन्छ अनेक प्रकारले। दोस्रो अध्यायमा सम्झाउनुहुन्छ कि यो जुन तैँले मर्नी मार्नी भनेको छस्, कोही मर्नी मार्नी केही पनि होइन, आत्मा नित्य हो इत्यादि सांख्य दर्शनको उहाँले उपदेश दिनुहुन्छ। अर्जुनले मानेनन्। त्यसपछि कर्मयोगको उपदेश दिनुहुन्छ तेस्रो अध्यायमा। यस प्रकारले भगवानले सम्झाउँदै 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 जानुहुन्छ। अब अर्जुनको स्थिति हेर्नुहोस्। अर्जुनको आसक्ति केमा थियो? स्वर्गमा थियो? थिएन। राज्यमा थियो? थिएन। किनकि भगवानले गीताको दोस्रो अध्यायमा नै बताउनुहुन्छ कि अर्जुन यदि तैँले युद्ध गरिनस् भने पाप लाग्छ। युद्ध गरिस् भने हतो वा प्राप्स्यसि स्वर्गम, तेरो मृत्यु भयो भने स्वर्ग मिल्छ। जित्वा वा भोक्ष्यसे महिम, जितिस् भने त्यो स्वर्ग राज्य भोग गर्न पाउँछस्। अर्जुनले मनमा नै भने कि प्रभु स्वर्ग त मैले देखेरै आएको हुँ। अर्जुन त त्यही शरीरले नै स्वर्ग गएका थिए नि। द्वापर युगसम्म शरीर अर्कै हुन्थ्यो। कलियुगको शरीर अहिले योग्य छैन त्यसको निम्ति। स्वर्ग मैले देखेकै छु, त्यहाँ पनि मैले खोजेको सुख छैन। राज्यको भोग त हजुरलाई थाहा छँदैछ, मैले देखेकै छु। यी दुवैमा मैले खोजेको सुख छैन। भगवानले दुवै हातमा लड्डु त भन्नुभयो, तर दुवै लड्डुमा विष थियो। अर्जुनको न त स्वर्गमा आसक्ति थियो, न त पुरै राज्यमा नै आसक्ति थियो। सब त्याग गर्नलाई तयार थिए। अर्जुनको केवल एउटा ठाउँमा आसक्ति थियो, त्यो के हो? धर्म। ध्यान दिनुस्, अर्जुनको आसक्ति कहाँ थियो? धर्म। अर्जुनले यही भनेका थिए नि, पाप लाग्छ, यस्तो भयो भने म पाप चाहन्न, धर्म होस्। र शरणागतिको अभिप्राय के हो? केवल भगवानको शरणमा हुनु पर्यो। भगवानको शरणमा 50% अन्त भयो भने यो शरणागति भएन। पूर्ण शरणागति हुनुपर्छ, 100% केवल भगवानमा नै शरणागति हुनुपर्छ। अर्जुनको दुवैमा शरणागति थियो, धर्ममा पनि थियो र भगवान प्रति पनि थियो। त्यसैले त भनेका थिए शिष्यस्तेहम साधिमाम त्वाम प्रपन्नम। 2:7 गीता। प्रभु म प्रपन्न शिष्य हूँ। प्रपन्न को मतलब शरणागत। श्री कृष्ण को शरणमा पनि थिए, धर्मको शरणमा पनि थिए। धर्ममा आसक्ति थियो र शरणागतिको अभिप्राय के हो? केवल भगवानमा शरणागति। अर्जुनको आसक्ति धर्ममा भएको हुनाले भगवानले अर्जुनलाई उपदेश दिनुभयो सर्वधर्मान परित्यज्य। अर्जुन सबै धर्मलाई त्यागिदेऊ। हाम्रो आसक्ति धर्ममा छ छैन? हामीलाई सर्वधर्मान परित्यज्यको लेक्चर आवश्यकता छैन। जहाँ हाम्रो आसक्ति हो त्यो आसक्तिलाई त्यागेर भगवानको शरणमा जानु छ। धर्ममा हामी कसैको पनि आसक्ति छैन। हाम्रो आसक्ति त धेरै तल्लो स्थितिको आसक्ति छ। अर्जुनको आसक्ति धेरै उच्च कक्षाको आसक्ति हो, धर्ममा आसक्ति। हाम्रो धेरै निकृष्ट स्थितिको आसक्ति छ। त्यसैले हाम्रो निम्ति यही उपदेश हो कि जहाँ हाम्रो मनको आसक्ति छ त्यो आसक्तिलाई छोडेर भगवानको शरणमा जानु पर्यो। अब बुझ्नुभयो नि हैन? अब त्यो पनि सही सिद्ध हो। अर्जुनको निम्ति त्यही नै हो। हाम्रो आसक्ति कहाँ छ यो त गुरुले बताउनुहुन्छ। अर्जुनका गुरु को हुनुहुन्थ्यो? श्रीकृष्ण। शिष्यस्तेहम साधिमाम त्वाम प्रपन्नम भनेपछि भगवान श्रीकृष्ण त गुरु हुनुभयो नि त।
म हजुरको शिष्य हुँ भन्नुको मतलब के हो? हजुर मेरो गुरु हुनुहुन्छ। त्यसैले हाम्रो आसक्ति कहाँ छ त्यो कसले बताइदिनुहुन्छ? गुरुले बताइदिनुहुन्छ। त्यो आसक्ति रहित कर्म गर्नु छ। आसक्ति रहित कर्म गर्दै भगवानको शरणमा पुग्नु छ। त्यसैले शरणागतिको मुख्य बाधक के रहेछ? संसारी विषय प्रतिको हाम्रो मनको आसक्ति। कुरा बुझ्नुभयो? शरणागति त मनले जानुपर्छ भनेर बताइयो नि, हैन र? मनेव मनुष्याणाम कारणम बन्ध मोक्षयो। हिजो मैले सम्झाएको थिएँ यहाँहरूलाई, भगवानको शरणमा मनले जानुपर्छ। तर हाम्रो मन के छ? बाँधिएको छ। हिजो मैले एउटा कति सुन्दर प्रश्न गरेर छोडेको थिएँ अन्तिममा, कि भगवानको शरणमा जाना साथ भगवान मिल्नुहुन्छ, अनन्त आनन्द मिल्छ। यो सुन्ना साथ त तुरुन्तै जानुपर्ने हो नि शरणमा। किन जान सक्दैनौँ? यसको समाधान मैले हिजो गरेको थिइनँ। किन जान सक्दैनौँ भने दृष्टान्त दिएको थिएँ कि एउटा भोको व्यक्ति रहेछ, अगाडि भोजन छ या कहीँ भोजन निशुल्क प्राप्त हुँदैछ, त्यहाँ बाँड्दैछन् भन्ने थाहा पायो भने दौडिएर जान्छ नि त त्यहाँ भोजन प्राप्त गर्नको लागि। हामी पनि आनन्दको भोका छौँ, त्यही आनन्द खोजिरहेका छौँ अनादिकालदेखि। भगवानको शरणमा जाना साथ त्यो आनन्द मिल्छ, भगवानले कृपा गरेर दिनुहुन्छ। यो सिद्धान्त सुन्ना साथ तुरुन्तै जानुपर्ने हो नि त भगवानको शरणमा। किन जान सक्दैनौँ भने किनकि जेले भगवानको शरणमा जानुपर्ने हो त्यो बाँधिएको छ। जसरी त्यो भोको व्यक्तिलाई यदि कसैले बाँधिदियो अनि ऊ त्यहाँ पर ऊ हेर, उसैको आँखाको अगाडि भोजन कसैले बाँडिरहेछ भने पनि के उसले भोजन प्राप्त गर्न सक्छ र? सक्दैन नि त। हाम्रो मनले हो भगवानको शरणमा जानुपर्ने। हाम्रो मन संसारी विषयहरूमा आसक्त छ, बाँधिएको छ। त्यही आसक्ति नै शरणागतिको प्रमुख बाधक हो। ध्यान दिनु होला, यो एकदमै महत्त्वपूर्ण सिद्धान्त हो। यो कसैले बोल्ने हिम्मत गर्दैन। कहीँ जानुभयो धार्मिक प्रवचन कार्यक्रममा भने त्यहाँ कसैले पनि संसारमा सुख छैन, घर परिवार इत्यादिबाट मनलाई हटाउनु, संसारी विषयबाट मनलाई हटाउनु, यो कसैले भन्दैन। किनकि यो भन्नको लागि त धेरै ठुलो बल चाहिन्छ, अनुभव चाहिन्छ। यो त हाम्रो मन बुद्धिको विपरीत उपदेश हो नि त। हाम्रो मन बुद्धि त संसारमा आसक्त छ, त्यसैले उपदेश त कस्तो दिन्छन् व्यक्तिहरूले हाम्रो मन बुद्धिलाई राम्रो लाग्ने। संसार कसरी मिल्छ, बाबाजी नौकरी नहीं लग रही है, जा बेटा नौकरी मिल जाएगी, यो उपदेश हो अंत मिल्ने। जहाँ हाम्रो मन बुद्धि आसक्त छ झन् त्यही आसक्त बनाउनलाई चेष्टा गरिरहेको पाइन्छ। वास्तविक महापुरुषले यस्तो कार्य गर्दैनन्। त्यसैले एकदम ध्यान दिएर सुन्नु होला, यो अत्यन्त महत्त्वपूर्ण लेक्चर हो। शरणागतिको बाधक हो आसक्ति। यसैलाई सन्तहरूले, जो वास्तविक महापुरुष हुनुहुन्छ, उहाँहरूले यही मेहनत गर्नुहुन्छ। हामीलाई सुन्न मन पर्दैन तर जबरजस्ती सुनाउनुहुन्छ ताकि सुन्दा सुन्दा हाम्रो विवेक जागृत होस्। माता पिता र गुरुले सन्तान र शिष्यलाई जे मन लाग्छ, जे उनीहरूलाई सुन्न मन लाग्छ त्यो कार्य गर्दैन। माता पिताले पनि बच्चाले खेल्छु भन्दा टाट खबरदार खेल्नी होस् भनेर भन्छन् नि, गाली गर्छन्, अनुशासनमा राख्छन्। बच्चालाई मन पर्दैन, मेरी माता त साह्रै दुष्ट छिन्, बरु ती आन्टीले मलाई माया गर्नुहुन्छ, उहाँले खेल्न दिनुहुन्छ, कहिलेकाहीँ मिठाई पनि दिनुहुन्छ। किन्दै किन्दै मिठाई भन्नुहुन्छ मम्मीलाई, तर मम्मीले मिठाई किन्नुहुन्न, दाँत खराब हुन्छ भन्नुहुन्छ। मम्मी दुष्ट हुन्। अहिले बच्चाले त्यही बुझ्छ, पछि गएर उसले बुझ्छ कि माताको स्थान के हो। अस्तु, सन्तहरूले उपदेश दिनुभएको छ कि आसक्ति नै प्रमुख बाधक हो शरणागतिको। अलग अलग उपायद्वारा सम्झाउनु भएको छ। जस्तै जगद्गुरु श्री रामानुजाचार्यजीले शरणागतिको दुईटा बाधक बताउनु भएको छ। यही एउटै चीजलाई उहाँले विस्तारमा बताउनु भएको हो। के हुन्? कपुयाचरण र तुष्टि। यी प्राविधिक शब्दहरू हुन्, चिन्ता नलिनुहोस्, यसको जब अर्थ बुझ्नुहुन्छ बुझिहाल्नुहुन्छ। कपुयाचरण भन्नाले खराब आचरण। शरणागतिका बाधकमा एउटा कपुयाचरण र अर्को तुष्टि।
कपिया चरण 3 प्रकारका हुन्छन्, जिम्म भाव, अनृत भाव र माया भाव। जिम्म भाव, अनृत भाव र माया भाव। आउनुहोस् सरसर्ती बुझौँ। जिम्म भाव भन्नाले मनमा कुटिलता हुनु। कुटिलता भन्नाले भित्र अर्कै बाहिर अर्कै। आउनुहोस् आउनुहोस् हजुर त हाम्रो घरमा पाइला नटेकेकै कति भयो भित्रबाट गाली दिइरहेछ। राति 12 बजे पनि कोही आउँछन्, खबर सबर गर्नु पर्दैन। यो भित्र र बाहिर अर्कै भयो नि, यसलाई भनिन्छ कुटिलता। यो कुटिलता हामीलाई कसले सिकाएका हुन्? आमा बुवाले नै सिकाएका हुन्। घरमा कोही आउँदै गरेको आमाले देखिन्, अब त्यसले मेरो 1 घण्टा खानी भई। अब सानो छोरा थियो, बालक या छोरी थी, उसलाई आमाले भनिन् कि त्यो अहिले आन्टी आउँछे, उसलाई भनिदिनु आमा घरमा हुनुहुन्न। अब त्यो सानो बालकलाई त बिचारा थाहा हुँदैन उसमा अहिले कुटिलता छैन। उसले जब छिमेकी आइन्, उसले भने मम्मीले भन्नुभएको मम्मी घरमा हुनुहुन्न रे। अब उसले बुझी कुरा, हाँस्दै गई। आमाले सुनिरहेकी थिइन्, एक झापड हानिन्, मम्मीले भन्नुभएको भनेर किन भनिस्? उसले सोच्यो यो मलाई उहाँले नै मम्मीले नै त भन्नुभयो, मम्मीले भन्नुभयो, तर मम्मीले भन्नुभएको भनेर मैले किन भन्न नमिल्ने रहेछ? अहिले उसले बुझ्दैन, तर बिस्तारै बिस्तारै उसले यो कुटिलता सिक्दै जान्छ। पछि यति सिक्छ कि आमा बुवालाई पनि बेवकुफ बनाइन्छ। जब हामी गुरुको शरणमा जान्छौँ साधना गर्नको निम्ति, त्यति बेला मुखले ठिक्क पार्छौँ, आहा गुरुजी, तर भित्र अर्कै चलिरहेको हुन्छ। गुरुजीले मलाई किन यसो भन्नुभयो, किन यस्तो गर्नुभयो? यो जुन भित्र र बाहिरको अन्तर हो, यसलाई भनिन्छ कुटिलता। मोही कपट छल छिद्र न भावा। भगवान राम भन्नुहुन्छ जो कुटिल छन् उनीहरू त भगवानको कोसौं टाढा रहन्छन्। निर्मल मन जन सो मोही पावा। मन क्रम वचन छाड़ी चतुराई, भजत ही कृपा करही रघुराई। बारंबार तुलसीदास जी महाराजले यही बताउनु भएको छ कि सरल स्वभाव हुनुपर्छ, कुटिलता हुनु हुँदैन। सरल स्वभाव भन्नाले ध्यान दिनुस्, जस्तो छु या जस्तो छौं हामी त्यस्तै जाने हो भगवानको शरणमा। म पापी छु, पापी नै भएर जाने हो भगवानको शरणमा। पहिला पुण्यात्मा बनेर अनेक गरेर शरणमा जानु पर्दैन, जस्तो छु त्यस्तै जानु, यही हो साधना गर्नुपर्ने। तर हामी त्यसो गर्दैन, हामी बाहिरबाट राम्रो बनेर जान्छौं। मुखले त बोल्छौं मौसम काउन कुटिल खल कामी, भित्रबाट भन्दैनौं, मान्दैनौं। हामी जो अनन्त पापले युक्त छौं, यस्ता कुनै पाप छैनन्। पाप सोच्नुस्, हत्या गर्नु पाप हो, बलात्कार गर्नु पाप हो, चोरी गर्नु पाप हो, हजारौं व्यक्तिहरूलाई कुनै आतंककारी घटनामा मार्नु पाप हो। यस्ता पापहरू सोच्दै जानुस्। प्रत्येक पाप हामीले अनन्त पटक गरिसकेका छौं। यति पापात्मा हौं हामी, तर आफूलाई हामी पापात्मा मान्दैनौं। जबकि सन्तहरूले त बोलेर लेखेर दिनुहुन्छ, मौसम कौन कुटिल खल कामी। र देखाछ कि हामी पनि भन्छौं मन्दिरमा, मौसम कौन कुटिल खल कामी। मन्दिरबाट बाहिर निस्किँदा निस्किँदा ए कुटिल भनेर कसैले भने मलाई कुटिल भन्छस्, अघि त त वन्दनामा भन्दै थिइस् त त्यहाँ, त्यो त भगवानलाई पो भन्या हो, तँलाई भन्या हो र? मतलब मूर्ख बनाउनलाई हामीले केवल भगवान हुनुहुन्छ। यो हो जिम्म भाव। अर्को हो अनृत भाव। अनृत भाव भन्नाले सबैले मेरो राम्रो भनुन्, वाह वाह गरून्, यो चेष्टा गरिरहेका हुन्छौं नि हामी। राम्रो लगाएर हुन्छ कि आज पार्टीमा कहाँ त्यो अस्तिको साडी लगाउनु, मान्छेले के भन्लान्, फेसबुकमा हालिसकेका छ, अर्को साडी लगाउनु पर्यो, अरूहरूले राम्रो भनुन्। र यही चीज गुरुको शरणमा जाँदा त्यहाँ साधना गर्दा पनि हाम्रो त्यही स्वभाव रहन्छ।
त्यहाँ पनि हामी यही चाहन्छौँ कि राम्रो गरून्, राम्रो भनुन्, सम्मान मिलोस्। व्यक्तिहरू सम्मानको पछाडि के भनौँ शब्द पनि छैन। कार्यक्रम भयो, आध्यात्मिक कार्यक्रम, फलानुले यति दिनुभयो, फलानुले यति दिनुभयो, उहाँलाई बोलाऊ, दोसल्ला उडाऊ, उहाँ पञ्चे बाजा बजाऊ, अनेक सम्मानका कार्यक्रमहरूको आयोजना गरिन्छ। व्यक्तिहरू सम्मानको कारणले गर्दा दान पनि दिन्छन्। यो शरणागतिको बाधक हो, अनृत भाव। अर्को हो माया भाव। माया भाव भन्नाले साधना गर्दा गर्दै कहिलेकाहीँ भगवानको गुरुको कृपाले केही हल्का अनुभूति मिल्छ। वास्तवमा त्यसलाई गोपनीय राख्नुपर्छ, किनकि प्रेम जति गोपनीय राख्यो त्यति बढ्छ। संसारी प्रेम पनि ध्यान दिनुस्। हिजो आज त केटाकेटीहरू प्रेम गर्छन् नि, मातापिता पनि चाहन्छन् कि प्रेम गरून्, आफै केटाकेटी खोजुन्, बिहा गरून्। कसैले टेन्सन लियोस्, फेरि भोलि मैले खोजिदिएकोसँग नमिल्ला, दोष जति जिन्दगीभरि मैले झेल्नुपर्छ। त्यो प्रेम गर्दाखेरि जबसम्म कसैलाई पनि थाहा हुँदैन तबसम्म त्यसमा अर्कै मधुरता हुन्छ, त्यो बढ्दै जान्छ। जब सबलाई थाहा भयो अब दोष मात्रै देखिन्छ, अब त्यही झगडा हुन्छ प्राय। बल्ल तल्ल जसोतसो व्यक्तिले निभाउँछन्, हामी सबैको अनुभव छ। त्यसैले ईश्वरीय क्षेत्रमा पनि जे जति अनुभव हुन्छ त्यसलाई लुकाइन्छ। जति उच्च कक्षाको साधक हो त्यति उसले आफूलाई म पापी हुँ, म दीन हुँ, मसँग केही पनि छैन यो भन्दछ। तर यो जुन माया भाव हो यसमा के हुन्छ भने अलिकति जे अनुभव मिल्छ त्यसलाई व्यक्तिहरू बढाई चढाई भन्छ। बढाई चढाई भनेर सम्मानको आशा गर्छ, जुन शरणागतिको विपरीत हो। भक्तिमा शरणागतिमा त तृणादपि सुनीचेन तरोरपि सहिष्णुना अमानिना मानदेन यो आधारशिला। दीन बन्नु घाँस जस्तै, जसले दबाउँदा पनि घाँसले प्रतिकार गर्दैन नि, त्यस्तै बन्नु। वृक्ष जस्तै बन्नु सहनशील। तर हामी त्यसो गर्दैनौँ। अस्तु, यी तीनवटा शरणागतिका बाधक हुन्: कपुयाचरण, खराब आचरण, र चारवटा तुष्टि हुन्छन्: भगवत तुष्टि, काल तुष्टि, भाग्य तुष्टि र शरण वरण तुष्टि। यो जगद्गुरु श्री रामानुजाचार्यजीको उपदेश म यहाँहरूलाई सुनाउँदैछु। शरणागतिको बाधक हामीले त शास्त्रद्वारा यही बुझ्यौँ कि आसक्ति नै बाधक हो। यही चिजलाई उहाँले अझै विस्तारमा बताउनु भएको छ। भगवत तुष्टि भन्नाले जहिले भगवानको कृपा हुन्छ तहिले आपसे आप साधना हुन्छ, आपसे आप म शरणागति गरिहाल्छु। भाग्य तुष्टि भन्नाले मेरो भाग्यमा छ भने हुन्छ। काल तुष्टि भन्नाले समय आयो भने समयले आपसे आप गराइदिन्छ। यसको म विस्तारमा व्याख्या गर्न जाँदै छैन, किनकि यसको चर्चा हामीले भगवत कृपा च्याप्टर अन्तर्गत गरिसक्यौँ, सुनिसक्यौँ। त्यति बेला पनि जहिले भगवानले कृपा गर्नुहुन्छ तैले आपसे आप हुन्छ, जहिले समय आउँछ तैले आपसे आप हुन्छ, जहिले यदि मेरो भाग्यमा रहेछ भने आपसे आप हुन्छ, भगवानको कृपा। यही हामीले चर्चा गरेका थियौँ नि, हैन र? त्यही हो उहाँले यहाँ बताउनु भएको। र अर्को एउटा शरण वरण तुष्टि हुन्छ। शरण वरण तुष्टि भन्नाले शाब्दिक शरणागति। गुरुजीलाई घरमा बोलायौँ, उहाँको घरमा चरण पर्यो भने धेरै ठुलो सौभाग्य हो, धेरै ठुलो भगवत कृपा हो। यो सोचेर गुरुजीलाई घरमा बोलायौँ। गुरुजी घरमा जानुभयो, हेर्नुभयो घर एकदम सुन्दर रहेछ, महल जस्तै रहेछ। त्यसैले उहाँले बताइदिनु, तिम्रो घर त भव्य छ, महल जस्तै छ। गुरुजी मेरो घर कहाँ आउनु, हजुरकै घर। गएर भित्र गएर राख्यो उसले एउटा आसनमा। भित्र लेटेस्ट थियो सबै, टिभी, सोफा सेट इत्यादि। इन्टेरियरको पनि तारिफ गर्नुभयो गुरुजीले। तिम्रो टिभी गजब रहेछ, फर्निचर पनि गजब रहेछ।
उसले भने गुरुजी यो मेरो केही पनि हैन, सब हजुरकै हो, म त हजुरको दास हुँ। अब अरू साधारण व्यक्ति भएको भए मक्ख पर्थ्यो, उहाँ त वास्तविक गुरु हुनुहुन्थ्यो र शिष्यबाट गल्ती भइरहेको थियो। त्यसैले त्यसलाई सुधार गर्नको लागि उहाँले आफ्नो जो सहयोगी थिए उनलाई भन्नुभयो, जाऊ एउटा ट्रक बोलाइहाल, यो टिभी सोफा सेट ट्रकमा हालेर लिएर जानु पर्यो, आश्रममा काम लाग्छ। जसै गुरुजीले यो भन्न भ्याउनु भएको थिएन, गुरुजी यो के भन्नुभयो हजुरले? अनि तिमीले नै भने होइन, मेरो चाहे म यहाँ राखौँ चाहे आश्रममा राखौँ, हजुरकै हो क्या गुरुजी, तर हजुरले छुन पनि पाउनुहुन्न, कयौं अवस्थामा त हेर्न पनि पाउनुहुन्न। घरमा त्यहाँ छोरी रहेछिन्, बुहारी रहेछिन्, गुरुजीले घुरेको घुरे गर्नु भने कस्ता लफङ्गा रहेछन्, त्यहाँ हेर्न पनि पाउनुहुन्न। र मुखले हामी के भन्छौँ? गुरुजी सब हजुरकै हो, म त हजुरको दास हुँ। यसलाई भनिन्छ शरण वरण तुष्टि, अर्थात् म हजुरको शरणमा छु, मुखले भन्छौँ, तर मन बुद्धिको समर्पण, मन बुद्धिको शरणागति छैन। यो शरणागतिको बाधक हो कपुयाचरण र तुष्टि। र कपुयाचरण भनौँ या तुष्टि भनौँ, यसको मूल कारण पनि के हो? संसारी विषय प्रतिको आसक्ति नै हो। यसैलाई भगवान श्रीकृष्णले गीतामा अर्कै ढङ्गले बताउनु भएको छ। गीतामा जब भगवानले बताउनु भयो, दैवी हेसा गुणमयी मम माया दुरत्यया मामे भए प्रपद्यन्ते माया मेतान तरन्ति ते 7:14, मेरो शरणमा जब कोही आउँछ उही मायाबाट उत्तीर्ण हुन सक्छ। यो बताइसकेपछि भगवानले 4 प्रकारका व्यक्तिहरू बताउनु भएको छ जो भगवानको शरणमा जान सक्दैन। नमाम दुष्कृतिनो मूढा, पहिलो मूढ व्यक्तिहरू मेरो शरणमा आउन सक्दैन। नमाम दुष्कृतिनो मूढा प्रपद्यन्ते नराधमः, यो दोस्रो। नराधम व्यक्तिहरू भगवानको शरणमा जान सक्दैन। मायया पहिर्त ज्ञाना, यो तेस्रो। यो मायया पहिर्त ज्ञाना के हो, यसको म चर्चा गर्नेछु। यिनीहरू पनि भगवानको शरणमा जान सक्दैन। आसुरीम भावमाश्रिता, जो आसुरी भावले युक्त हुन्छन् उनीहरू पनि भगवानको शरणमा जान सक्दैनन्। 7:15 गीता, यसको बारेमा पनि बुझौँ। मूढ भन्नाले अज्ञानी, जसलाई थाहै छैन भगवान के हो, म के हो, म के चाहन्छु, भगवानसँग मेरो के सम्बन्ध छ, त्यो कसरी प्राप्त हुन सक्छ, जसलाई बिचारा केही पनि थाहा छैन, अज्ञानी हुन्, उनीहरू भगवानको शरणमा जान सक्छन् र सक्दैनन्। उनीहरू त यावत जीवेत सुखम जीवेतकै सिद्धान्तमा बाँचिरहेका हुन्छन्। प्राय खाऊ पिऊ मोज गर, संसार भोग गर, बल्ल बल्ल पाएको मानव देह हो, रमाइलो गर, यो हो मूढ। दोस्रो हो नराधम। नराधम भन्नाले सुने सबै सिद्धान्त, म को हुँ, भगवानको दास हुँ, आत्मा हुँ, के चाहन्छु, अनन्त आनन्द चाहन्छु, कहाँ छ भगवान नै हुनुहुन्छ, अनन्त आनन्द कसरी मिल्छ, भगवानबाट मिल्छ, त्यसको लागि जान्नुपर्छ उहाँलाई। कसरी जान्ने? त उहाँको कृपाद्वारा। कसरी मिल्छ उहाँको कृपा? उहाँको शरणमा गएर थाहा भयो, गरौँला नि, के छ र, गर्नी त हो शरणागति। करूँगा करूँगा कही गोविंद राधे, अगणित जन्म यूं ही गवा दे। राधा गोविंद गीत। जगद्गुरु श्री कृपालुजी महाराज भन्नुहुन्छ, यही गर्छु गर्छु भनेर नै हामीले अनन्त जन्म बितायौं। नराधम, यहाँहरूले कथा सुन्नुभयो होला, एउटा कछुवा र खरायोको, सुन्नुभएको छ नि? होड भएछ, खरायोले सोचेछ यो त मैले एकैछिनमा पार गरिहाल्छु, त हिँड्दै गएर म सुत्छु। सुतेछ, भिउजिँदाखेरि उसले छुनै लागेको थियो, अब दौडियो, दौडिँदा दौडिँदै पनि उसले छोइहाल्यो, सकियो, कछुवाले जित्यो। यही स्थिति हो हाम्रो, नराधमको स्थिति। अझै म स्पष्ट पारौँ न, पहिला अरू 2वटा बुझिहालौँ।
अर्को हो माया पहिर्त ज्ञाना। यी तेस्रा कक्षाका व्यक्ति हुन् जो भगवानको शरणमा जान सक्दैन। यी कस्ता हुन्? यी यस्ता हुन् जसले जानेका छन्। यहाँ अज्ञानी शब्द प्रयोग गर्नु भएन, मायाद्वारा जसको ज्ञान हरण गरिएको छ यो बताउनु भयो भगवानले। यसको मतलब ज्ञान थियो तर संसारी विषयप्रतिको आसक्ति, स्वयंको अभिमान इत्यादिले गर्दा यी व्यक्तिहरू के गर्छन्? जान्छन् प्रवचन सुन्न तर जज बनेर जान्छन्। हेरौँ न कस्ता बोल्दा रहेछन्। अनि यिनीहरूसँग दुई चारवटा प्रश्न सधैँ हुन्छन्, गएर सोध्छन्, खासै जान्दा रहन्छन् गुरुजी, सक्यो। यी हुन् माया पहिर्त ज्ञान। अर्को आसुरीम भावमाश्रिता। आसुरी भावयुक्त। आसुरी भावयुक्त भन्नाले यी त विधर्मीहरू विरोध गर्छन् धार्मिक कार्यक्रमको, भगवानको, आध्यात्मिक साधनाको। यी बिचारा कसरी शरणमा जान्थे र? त्यसैले यी चार प्रकारका व्यक्तिहरू भगवानको शरणमा पुग्न सक्दैनन्। र हामी के अन्तर्गत पर्दछौँ? हामी मूढ पनि होइनौँ, किनकि अब त हामीलाई थाहा भयो नि त भगवानको शरणमा गएर नै भगवानको कृपा मिल्छ र भगवानलाई हामी प्राप्त गर्न सक्छौँ। त्यसैले अज्ञानी भन्न मिलेन, मूढ भन्न मिलेन। र माया पहिर्त ज्ञान पनि होइन। हामी त्यस्तो दुष्ट भावले पनि यहाँ आएका छैनौँ कि हेरौँ न त गुरुले कतिका जान्दा रहेछ। र हामी आसुरी भावले पनि युक्त छैनौँ, विरोध पनि गर्दै छैनौँ। हामी के हौँ? हामी नराधम हौँ, खरायो जस्तै हौँ। खरायो भन्नाले हामीमा छ त्यो क्षमता, चाह्यौँ भने सबैमा छ। कोही यस्तो छैन जसले भगवानलाई प्राप्त गर्न नसकोस्। वास्तवमा भगवानले मानव देह त त्यसैको लागि दिनुभएको, मलाई प्राप्त गरोस् भन्नको लागि दिनुभएको। त्यसैले त्यो सामर्थ्य पनि भगवानले सबैलाई दिनुभएको छ। तर खरायो जस्तै सामर्थ्यवान भएर पनि गरौँला के छ र भनेर संसारी विषयमा हाम्रो आसक्ति भएको कारणले गर्दा हामी भगवानको शरणमा जान सकेनौँ। त्यसैले शरणागतिको बाधक के रहेछ? संसारी विषयप्रतिको हाम्रो मनको आसक्ति। यति बुझ्नुभयो। त्यसैले अब वैराग्य प्राप्त गर्नुपर्छ। ध्यान दिनुस्, नयाँ च्याप्टर आयो, वैराग्य। हाम्रो मन संसारी विषयहरूमा आसक्त छ। संसारी विषयमा आसक्त नभएको मनको स्थितिलाई भनिन्छ वैराग्य। अर्थात् मनको कहीँ राग पनि नहोस् र कहीँ द्वेष पनि नहोस्। ध्यान दिनु होला, कयौँ व्यक्तिहरू यो सोच्दछन् कि वैराग्यको मतलब हो राग नहोस्, द्वेष होस्। क्या मेरा बाउ नै खराब, मेरी आमा नै खराब, समाज नै खराब, सब विधर्मी नै विधर्मी, भक्ति गर्न कसैलाई मतलबै छैन, घरकै सबै विरोधी। द्वेष यो त झन् खतरनाक हो। राग पनि द्वेष पनि यी दुवै माया मनलाई बाँध्नेवाला हुन् विषयसँग। रागले पनि मनलाई विषयसँग बाँध्छ, द्वेषले त झन् बाँध्छ। किनकि ध्यान दिनुस्, राग केही समयमा गएर टुट्छ। खूब लैला मजनूका अवतार हूँ भनुन् कसैले, 7 जन्म सँगै मरुला बाचुला भनुन्, विवाह गरेको 1 महिना 1 वर्ष 2 वर्षपछि अब झगडा सुरु हुन्छ, राग समाप्त हुन्छ। तर द्वेष यति भयानक हुन सक्छ कि त्यो विपरीत चिन्तन गर्दा 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 कसैको हत्या पनि गरिदिन सक्छ, या आफ्नै बारेमा, आफ्नै जीवनको बारेमा विपरीत चिन्तन गर्दा 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 व्यक्तिले आफ्नो प्राण पनि लिन सक्छ। त्यसैले द्वेष झन् खतरनाक हो। वैराग्यको अभिप्राय हो राग पनि नहोस् र द्वेष पनि नहोस्। एउटा व्यक्ति मानिलिनुस्, एउटा व्यक्ति कि हामी मध्ये अब प्रवचन सकिसकेपछि घर जाने क्रममा सब्जी किन्दै जानु पर्यो भनेर ओह्रालो बाटो ओर्लिँदै गयौँ। अब त्यहाँ अनेक पसलहरू छन्, किराना पसल होला, कपडा पसल होला, के पसल होला। अब हामी त्यहाँ झगडा गर्दै हिँड्छौँ र हिँड्दैनौँ? मलाई सब्जी चाहिएको थियो, तपाईँले किन किराना पसल राखे भन्छौँ र?
भन्दैन। किराना पसल आयो, अब त्यो किराना पसलप्रति हाम्रो राग पनि हुँदैन, द्वेष पनि हुँदैन, हामी उदासीन हुन्छौँ। यसलाई भनिन्छ वैराग्य, र वैराग्य अनिवार्य हो। यहाँहरूले वाल्मीकिजीको प्रसङ्ग सुन्नुभएको होला। रत्नाकर थियो उहाँको पहिले नाम। डकैत, डाकु, हत्यारा, जङ्गलमा व्यक्तिहरूलाई लुटेर जीविकोपार्जन गर्ने। एक दिन संयोगवश नारदजीसँग भेट भयो उहाँको। नारदजीले त अब बिचारा उहाँसँग त केही पनि थिएन, के नै लुट्नु र। नारदजीले सोध्नुभयो बोलाएर, तिमीलाई थाहा छ तिमीले यो जे गरिरहेका छौ यो पाप कर्म हो? उनले भने थाहा छ। यसको परिणाम नरक हो, थाहा छ? थाहा छ। किन गर्छौ त फेरि? मेरो परिवार, बाल बच्चा, श्रीमती सबलाई भरण पोषण गर्नको लागि। तिमीले यो पाप कर्म गरेर उनीहरूको भरण पोषण गरिरहेका छौ, के तिनीहरू तिम्रो पाप कर्ममा सहभागी हुनको लागि तयार छन् त? उहाँले भन्नुभयो अवश्य तयार छन्, किन तयार नहुनु? जाऊ गएर सोधेर आऊ पहिले। भाग्नलाई होला, म भाग्दिनँ कहीँ पनि, चाहन्छौ भने मलाई बाँधेर राखेँ। बाँधेर राखेँ, गए सोध्नलाई। तिमीहरूलाई थाहा छ मैले कसरी पैसा कमाइरहेको छु, धनार्जन गरिरहेको छु? थाहा छ। पाप कर्म हो त्यो। तिमीहरू तयार छौ नि म सँगसँगै नरक जानलाई? हामी छैनौँ। त्यो त तपाईँको जिम्मेवारी हो। तपाईँ जसरी ल्याउनुहुन्छ ल्याउनुहोस्। तपाईँको कर्मको फल तपाईँले भोग्ने हो, हाम्रो कर्मको फल हामीले भोग्ने हो। यो सुनिसकेपछि वैराग्य भयो। ध्यान दिनु होला। पहिले वैराग्य बल्ल गुरुले प्रवचन दिनुभयो, देवर्षि नारदजीले। पहिले प्रवचन दिनु भएन। जानुभयो नारदजीको शरणमा। प्रभु गल्ती भयो, अब के गरौँ? सम्झाउनु भयो र भन्नुभयो हे रामको नाम लिने गर्नु। भन्छ राम, आवाजै निस्केन। पापले गर्दा यति पापी, त्रेतायुगको कुरा हो यो, यति पापी कि म भन्न सक्छन्, रा भन्न सक्छन्, मरा पनि भन्न सक्छन्, तर राम भन्न सक्दैन। त्यो पापले बोल्न नै दिँदैन। आज हामी घोर कलियुग भयो भन्छौँ। आजको दिनमा पनि यदि कुनै व्यक्तिले बोल्न सक्दो रहेछ भने राम बोल्न नसक्ने त कोही पनि छैन। यति पापी। देवर्षि नारदजीले सोच्नु कसरी कल्याण गरौँ यसको? मरा भन्न सक्छ? सक्छु मरा भन्न त। मरा मरा भन्दै जान्छ। उल्टा नाम जपा जग जाना, वाल्मीकि भये ब्रह्म समाना। मरा मरा भन्दै गए, भन्दै गए, भन्दै गए, वाल्मीकि बने। भगवान राम को अवतार भन्दा पहिले नै रामायण लेखिदिए। यति ठुला सन्त। तर यो सबै कसरी भयो? वैराग्य भएपछि। परीक्षित जी महाराज वहाँ त गर्भमा नै भगवानको दर्शन गर्नुभएको, गर्भमा रक्षा गर्नुभएको थियो नि। यहाँले सुन्नुभयो होला। यति सुन्दर छवि देख्नुभयो गर्भमा कि बाहिर आउन साथ खोज्नुभयो। मैले देखेको त्यो सानो बालक कहाँ छ? गर्भमा देखेको यति सुन्दर बालक हेर्नुहुन्थ्यो। यो पनि होइन, यो पनि होइन, परीक्षण गर्नुहुन्थ्यो। त्यसैले उहाँको नाम नै रहन गयो परीक्षित। एक पटक शिकार खेल्ने क्रममा समीक मुनिको आश्रममा पुग्नुभयो र पानी माग्नुभयो, प्यास लागेको भएर। समीक मुनि तुरीय अवस्थामा हुनुहुन्थ्यो, समाधिको। तुरीय अवस्था भन्नाले यत्र वा अस्य सर्वमात्मैमाभूत तत्केन कं जिग्रेत तत्केन कं पश्येत तत्केन कग्वं शृणुयात तत्केन कं अभिवदेत तत्केन कं मन्वीत तत्केन कं विजानीयात येने दग्वं सर्वं विजानाति तं केन विजानीयात विज्ञात्यारमरे केन विजानीयात इति बृहदारण्यकोपनिषद 2:4-14। अर्थात त्यो त्यस्तो अवस्था हो, तुरीय अवस्था। मैले तीनटा अवस्था त पहिल्यै बताएको थिएँ, पहिलो दिनमा नै। एउटा जागृत अवस्था हुन्छ हाम्रो,
एउटा स्वप्न अवस्था हुन्छ जहाँ सपना देख्छौं, एउटा सुसुप्तिको अवस्था हुन्छ, गहिरो निद्राको अवस्था जहाँ सपना पनि देख्दैनौं, अर्को एउटा तुरीय अवस्था हुन्छ। त्यो तुरीय अवस्थामा सर्वत्र आत्माको नै दर्शन हुन्छ। यदि आत्मज्ञानी रहेछ कोही भने उसले सर्वत्र आत्माको नै दर्शन गर्दछ। यदि कोही ब्रह्मज्ञानी हो भने सर्वम खल्विदम ब्रह्म, उसले केवल ब्रह्मको अनुभव गर्दछ। यदि कोही भक्त हो भने सियाराममय सब जग जानी, सर्वत्र उसले भगवानको दर्शन गर्छ। त्यो स्थितिको नाम हो तुरीय अवस्था। त्यो अवस्थामा हुनुहुन्थ्यो समीक मुनि। बिचारा उहाँले बाहिरबाट कसैले हल्ल्याए पनि, चिच्याए पनि, केही गरे पनि किन सुन्नुहुन्थ्यो र? थाहै भएन उहाँलाई। परीक्षितजीलाई अपमान भएको ठान्नुभयो उहाँले, सर्पको माला लगाइदिनु भयो, पुत्रले श्राप दिए इत्यादि यहाँले सुन्नु भएको छ भागवतमा। समीक मुनिले आफ्नो छोरालाई भन्नुभयो कमसेकम गएर त बताइदियो, 7 दिनमा उसको मृत्यु हुँदैछ। जब उहाँले थाहा पाउनुभयो 7 दिनमा मेरो मृत्यु हुँदैछ, तुरुन्तै पूर्ण वैराग्य भयो। वैराग्य भएपछि अब उहाँको कल्याण भयो। तुलसीदासजी महाराजको मैले अस्ति बताएको थिएँ, जानुभयो श्रीमतीलाई भेट्नको निम्ति, श्रीमतीले गाली गर्नुभयो, वैराग्य भयो। वैराग्य हुनासाथ कल्याण भयो। भर्तृहरिजी महाराज, उहाँको गुरु गोरखनाथजी हुनुहुन्थ्यो, सबै सम्झाउनु भएको थियो, सब थाहा थियो, शास्त्रको ज्ञान थियो, तर आफ्नै श्रीमतीमा घोर आसक्ति थियो। अब आसक्ति त बाधक हो शरणागतिको। गुरुले विचार गर्नुभयो कसरी यसको साधन आसक्ति तोड्नु। गुरुले अलग अलग ढङ्गले तोड्नुहुन्छ आसक्ति। उहाँ ब्राह्मण बनेर आउनुभयो गुरु स्वयं र भन्नुभयो मलाई राजासँग भेट्नु छ। भेट भयो, राजाले त चिनेनन्, मेरो गुरु हुनुहुन्छ। एउटा अमरफल आएको छ प्रभु, यो खानी अमर हुन्छ भनेर अमरफल दिनुभयो र जानुभयो गुरु। राजाले अमरफल प्राप्त गरे र सोचे यो अमरफल खाउँला म त अमर हुन्छु, तर मेरी श्रीमती त मरिहाल्छिन्। ती श्रीमती बिनाको यो जीवनको के काम? त्यसैले राजाले विचार गरे मैले यदि यो अमरफल श्रीमतीलाई दिएँ भने ती त कमसेकम अमर रहन्छन्, मेरो जीवन रहिन्जेल म उनलाई देख्न पाउँछु। यही सोचेर उनले त्यो फल श्रीमतीलाई दिए। समय कम छ, म अत्यन्त संक्षिप्तमा बताउँदैछु। श्रीमतीको आसक्ति थियो सेनापति प्रति, श्रीमतीले त्यही सोचेर सेनापतिलाई दिए। सेनापतिले राजनर्तकीलाई दिए किनकि उनको आसक्ति थियो राजनर्तकी प्रति। राजनर्तकीले सोचिन् कि मेरो जीवन त यत्तिकै नरक समान छ, बरु यी यस्ता धर्मात्मा राजा अमर भयो भने त राज्यमा सधैँ खुसियाली हुन्छ। यही सोचेर उनले राजालाई दिए। राजा आश्चर्यचकित, मैले श्रीमतीलाई दिएको फल राजनर्तकीबाट प्राप्त गर्नु पर्यो, के भएछ यो? बोलाए, केरकार गरे, सबले जस्ताको तस्तै बताए महाराज प्राणदान दिनुहोस्, यस्तो यस्तो छ। राजाले धिक्कारे आफूले आफूलाई। याम चिन्तयामि सततं मयि सा विरक्ता साप्यन्यमिच्छत जनो सजनोऽन्यसक्तः अस्मत्कृते च परितुष्यति काचिदन्वा धिक्तां च तं च मदनं च इमां च मां च। जसमा म आसक्त छु उसको मन कहीं अंतै आसक्त छ, उसको मन फेरि कहीं अंतै आसक्त छ। ऊ फेरि मलाई खुसी बनाउन चाहन्छे, त्यसलाई पनि धिक्कार छ, त्यसलाई पनि धिक्कार छ, त्यसलाई पनि धिक्कार छ, कामदेवलाई पनि धिक्कार छ र मलाई पनि धिक्कार छ। वैराग्य भयो, गए गुरु गोरखनाथ जी को शरणमा, कल्याण। अस्तु वैराग्य अनिवार्य। जब संसारी विषयबाट मन विरक्त हुन्छ तब बल्ल हामी भगवानको शरणमा पुग्न सक्छौँ। ध्यान दिनु होला, वैराग्य त हाम्रो मन पनि विरक्त हुन्छ कहिलेकाहीँ। श्रीमतीले गाली गरे, मन विरक्त भयो, ठिकै हो, शास्त्रले भने, गुरुजीले भन्नुभयो पनि ठिकै, सब स्वार्थी। एकैछिनमा भन्नु होइन मैले त त्यसै पो भने छ, हजुर त कति राम्रो हुनुहुन्छ, फेरि त्यही हाम्रो आसक्ति भयो। फेरि गाली सुन्यौँ, विरक्त भयो, फेरि फकायौँ या हामीले फकायौँ,
सबैको एउटै स्थिति हो। फेरि यही आसक्त भयो। कुकुरको जस्तै स्थिति भयो। कुकुरको जस्तै भन्नाले एउटा कुकुरलाई कसैले पिटेछ, ढुक्दै गयो पर, फेरि रोटी देखाएको पुच्छर हल्लाउँदै आयो, फेरि पिटेको, फेरि गयो ढुक्दै, पर गएर हेर्यो ढुक्दै, फेरि रोटी देखाएको, फेरि हिही गर्दै आयो। यस्तै स्थिति भयो हाम्रो। यसलाई भनिन्छ स्मशान वैराग्य। केही बेरको वैराग्य। जस्तै कहीँ गयौँ घाटमा, हामीले चिनेको साथीको दाह संस्कार हुँदै रहेछ। अब त्यति बेला मनमा एउटा विरक्तिको भाव उत्पन्न हुन्छ। मर्नै पर्छ, आखिर यहीँ आउनु, एकदिन त मै चलिरहेको हुन्छु, अरू व्यक्तिहरू मलाई हेरिरहेका हुन्छन्, संसारमा केही छैन हो, सब छोडेर जाने विरक्ति हुन्छ त्यति बेला। तर स्मशान वैराग्य भन्नाले केही बेरको लागि मात्र। राम नाम सब सत्य कहा, जब लो जात मसान, राधे राधे लौटत ही पुनि जगत मान, सत्यमान धन ज्ञान, राधे राधे। भक्ति शतक जगत गुरु श्री कृपालु जी महाराज भन्नुहुन्छ कि मसान घाट जाँदाखेरि त राम नाम नै सत्य हो, भगवान नै सत्य हो, संसार झुटा हो, संसारमा केही छैन भन्दै नारा लगाउँदै पेटी लाग्छ। तर त्यहाँबाट फर्किन साथ संसारलाई नै सत्य मानेर फर्किन छैन। त्यसले स्मशान वैराग्य भएर काम बन्दैन। दीर्घकालीन वैराग्य चाहिन्छ र बाहिरी वैराग्य वैराग्य होइन। कसैले सोचे कि सब बेकार, घर गृहस्थी सब टेन्सन छ, सब छोडेर म जान्छु कतै वृन्दावनतिर। यो बाहिरी वैराग्य हो, यसबाट काम बन्दैन। बाहिरी विषयको त्याग होइन। किनकि हामीले शरणागति मन गर्नुपर्छ भनेर सुन्यौँ नि त। असली त्याग के हो? भित्री त्याग हो। एक पटक चैतन्य महाप्रभु जी पुण्डरीक विद्यानिधिलाई भेट्न स्वयं जानुभयो। जो चैतन्य महाप्रभु जी राजाहरू भेट्न आउँदा समेत दर्शन दिनुहुन्थेन कयौँलाई, उहाँ स्वयं जानुभयो पुण्डरीक विद्यानिधिको घरमा दर्शन दिनको निम्ति। दुवैले आलिङ्गन गर्नुभयो, दुवैको आँखाबाट आनन्दको आँसु बगिरहेको छ। अचेत जस्तै समाधिमा हुनुभयो दुवै। एकजना चैतन्य महाप्रभुजीका साधक थिए गदाधर भट्ट। उनले देखे पुण्डरीक विद्यानिधिको त राजाको भन्दा पनि बढी ठाटबाट छ। सुनको पलङ, झोला, सब स्त्रीहरूले सेवा गर्छन्। आजसम्म उहाँलाई वैराग्य भएन छ। र फेरि चैतन्य महाप्रभुजी आफै भेट्न आउनुभयो, दर्शन दिन आउनुभयो उहाँको घरमा। बुद्धि लाग्यो। शरणागतिमा मैले हिजो बताएको थिएँ, आनुकूल्यस्य सङ्कल्पः, अनुकूल नै चिन्तन गर्नु गुरु र भगवानको प्रत्येक क्रियाकलापमा। गदाधर भट्टको प्रतिकूल चिन्तन हुन थाल्यो पुण्डरीक विद्यानिधि प्रति कि यिनलाई अहिलेसम्म वैराग्य नै भयो। गएर सुनाउनु भयो महाप्रभुजीलाई कि महाप्रभुजी मेरो मन बुद्धि व्यथित छ, एउटा चिन्तन लगातार चलिरहेको छ। के चलिरहेको छ? पुण्डरीक विद्यानिधिलाई अहिलेसम्म वैराग्य भएन छ। सुनको पलङ छ, झोला छ सुनकै, राजसी ठाटबाट छ, स्त्रीहरूले सेवा गरिरहेका छन्, उहाँको वस्त्र लगाइदिने, नुहाइदिने इत्यादि, वैराग्य भएन छ। महाप्रभुजीले भन्नुभयो, गधा, मूर्ख, वैराग्य भित्री हुन्छ कि बाहिरी हुन्छ? वैराग्य त भित्री हुन्छ। बाहिरी वैराग्य वैराग्य नै होइन। तैले अपराध गरिस् भक्त प्रति, नामापराध, अक्षम्य अपराध, जहाँ सत्सङ्गबाट निस्के। यदि पुण्डरीक विद्यानिधिले क्षमा गरिदियो भने बल्ल सत्सङ्गमा निकालिदिनु भयो सत्सङ्गबाट। जानुभयो हृदय पुण्डरीक विद्यानिधिको शरणमा, चरण पक्रेर क्षमा माग्नुभयो। सन्तहरूलाई मान अपमानको खासै पर्वाह हुँदैन। उहाँले भन्नुभयो, जाऊ क्षमा गर्नु। अस्तु, वैराग्यमा पहिलो त स्मशान वैराग्य वैराग्य होइन र बाहिर वैराग्य वैराग्य होइन। वैराग्य असली के हो? भित्री वैराग्य हो। भित्रबाट विरक्ति होस्, यो असली वैराग्य। ठिक यसको विरक्ति हुनु पर्यो।
भित्रबाट। तर हाम्रो मन के छ, संसारी विषयहरूमा आसक्त छ। अब कसरी आसक्त भएको मनलाई ती विषयबाट विरक्त बनाउने, यही एउटा काम गर्नु छ, बाँकी त केही कठिनाइ नै छैन। हाम्रो मन अहिले संसारी विषयहरूमा आसक्त छ। संसारी विषयमा आसक्त मनलाई ती विषयहरूबाट विरक्त गराउनु छ। अब यसको उपायको बारेमा बुझ्नु पर्यो। किनकि यति गर्न साथ, मनलाई संसारी विषयहरूबाट विरक्त गराउन साथ अब हाम्रो आसक्ति समाप्त गर्नु। हाम्रो आसक्ति त्यति धेरै फैलिएको पनि छैन। कतिमा आसक्ति छ र हाम्रो? 2-4 8 10 जना व्यक्तिहरूमा होला। किनकि बाटोमा हिँड्ने व्यक्तिहरूसँग त हाम्रो कुनै आसक्ति नै छैन। 2-4 8 10 जना, धेरै नहीं। अनि हाम्रो घर अलिकति पैसा, अलिकति पद सम्मान इत्यादि यतिमा नै छ हाम्रो आसक्ति। एकदम धेरै आसक्ति छैन। यसबाट कसरी मनलाई हटाउने, यी विषयहरूमा आसक्त मनलाई कसरी विरक्त गराउने, विरक्त गराउन साथ भगवानको शरणागति त तुरुन्तै हुन्छ। जसरी त्यो भोको व्यक्ति को यदि डोरी खोल्यो उसले या कसैले खोलिदियो भने अब त भोजन त अगाडि नै छ नि, गएर खान सक्छ। त्यसरी भगवान त अगाडि के भित्रै हुनुहुन्छ, सर्वत्र हुनुहुन्छ। संसारी विषय प्रतिको हाम्रो आसक्ति रूपी डोरीलाई खोल्न साथ, विरक्त हुन साथ तत्काल हामी भगवानको शरणमा जान सक्छौं। अनि भगवानले कृपा गर्नुहुन्छ। कृपा गरेर भगवानको दिव्य अनन्त ज्ञान प्रदान गर्नुहुन्छ। अनि हामी भगवानलाई जान्दछौं अनि अनन्त सुखले युक्त हुन्छौं। त्यसैले अब मनलाई विरक्त बनाउनु पर्यो। मनलाई कसरी संसारी विषयहरूबाट हटाउन सकिन्छ, अब यसको बारेमा जान्नु छ। किनकि वेददेखि रामायणसम्म बारम्बार यही उपदेश दिएको छ। त्यसैले यसको बारेमा चर्चा गर्नु, जान्नु, बुझ्नु, मनन गर्नु अनिवार्य हो। गरिनेछ, तर आज होइन, भोलि। वृन्दावन बिहारी लाल की